बना लिया, ज़मीन पे जाने का मन बना लिया, क्योंकि 2 महीना आगे थोड़ा जो छोटा छोटा गाछ था वो लगा दिया था। आज उसको देखने के लिए गया हूँ, तो जाके वहाँ पर थोड़ा झाड़ी हो गया है, ग्रास ज़्यादा हो गया है। तो वो पौधा तो ठीक है, मरा नहीं, लेकिन इसको साफ़ करके रखना होगा, क्योंकि नहीं तो ये झाड़ी ज़्यादा होने से तो मर जाएगा। तो इसीलिए ये झाड़ी का साफ कर रहा हूँ। ऐसे साफ करके पूरा साफ करके रखना पड़ेगा। 20-25 सालमा चाहिँ यो पातले कटुस चाहिँ यत्रो हुँदो रहेछ। मान्छेले भन्थ्यो उत्तिस भन्दा चाहिँ बहुत ढिलो पर्छ अरू रुख भन्दाखेरि भन्ने गर्थ्यो। तर मैले जुन एउटा ट्राईको लागि सबै किसिमको यो रुखहरू लाउँदाखेरि चाहिँ हेरेको त बात त एउटै रहेछ। किनभने उत्तिसहरू चाहिँ अब सँगैको उत्तिस हेर्नुहोस् न, यहाँ यत्रो भएको छ नि हो, तर अब यो अलिकति ठुलो छ। यो हेरेर चाहिँ अलिकति ठुलै हो, त्यो चाहिँ अग्लो पनि छ। तर के हो भन्दाखेरि चाहिँ 50% सानो हुँदा पनि यो उत्तिसले भन्दाखेरि चाहिँ यो कटुसले नै है बेसी खर्च उठाउँछ। दाममा चाहिँ भन्नुपर्दाखेरि महँगोको हिसाबले हेर्नुपर्दाखेरि डबल नै हुन्छ। तर यहाँ मैले देख्दाखेरि के देख्दैछु भन्दाखेरि त्यहाँनिर बेसी न बेसी त्यो 10 किबी आउँछ होला है, 10 किबीहरू आउँछ होला। तर यसमा पनि नभएको पनि 5 किबीदेखि लिएर 8 किबी त 8 किबीसम्म त आउँछ होला जस्तो लाग्यो। तर त्यो जङ्गल देख्नु मात्रै हो र पैसाकै लागि हो भने चाहिँ यस्तो खालके पातले कटुसहरू नै लाउनु पर्ने रहेछ है। छिटो बढ्दो रहेछ, मान्छेले हरेस खान्छ नि, कहिले बढ्ने रुख भन्ने गर्छ। तर मानिसले यो हो कि लगाइराख्नुपर्छ। आफूले गरेको मेहनत कुनै पनि समयमा त्यो आफैलाई नै हुन्छ, त्यो कसैको लागि हुँदैन। कुनै पनि हिसाबले हेर्दाखेरि यो सोच्नु हुँदैन कि मैले लगाएर मेरो लागि हुँदैन त, सायद मैले बेच्नु पाउँदिनँ होला भन्ने सोच चाहिँ राख्नु हुँदैन साथी हो कहिले पनि। हेर्दा 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 यत्रो भयो। समयमै धुप्पी हेर नि तल, त्यहाँ हेर न धुप्पी, कुन चाहिँ ठुलो लाग्यो तिमीलाई? त्यहाँ धुप्पी हेर, अलिक जुम गरेर देखाउँछु ल। धुप्पी चाहिँ यत्रो छ। अब यो कटुस चाहिँ यत्रो भइसकेको छ समयमा। यति फरक पर्छ है। कुनै पनि चिज रोप्दाखेरि महँगो दामकै चिज रोप्नुपर्छ, किन्दाखेरि पनि महँगो दामकै चिज किन्नुपर्छ। यो तलको साइप्रेस हो, अलिक निकै टाढोमा छ यो साइप्रेस चाहिँ। यो चाहिँ गतिलो छ, 50 किबीको हिसाब आउँछ। र यहाँनिर यो मुनि थियो एउटा, त्यसमा भाइले फर्निचर बनाउँछु, बेड बनाउँछु भनेर काटेको थियो। त्यसमा 49 किबी आएको थियो र त्यसकै उयोहरू यो मिसिनले काट्दा, आराले काटेको भए 60 किबी नाग्थ्यो होला। साइप्रेस यो चाहिँ बाउले रोपेको हो, हाई मसिन हुँदाखेरि। यो चाहिँ मोटामोटी लाग्दैछ मलाई 35 वर्ष 40 वर्षहरू भयो होला सायद। यो साइप्रेस चाहिँ, यो किप्रेसन्स चाहिँ यहाँ हेर्नु नि, लस्करै रोपेको छ नि। तर त्यति बेला अज्ञान, यो चिजहरू पाउँथेन पनि, साइप्रेसहरू पाउँथेन पनि। धुप्पी हाम्रो बाउ आमाहरूले को मुखबाट सुन्दाखेरि धुप्पी त रोप्नु हुँदैन, घाँस फलाउँदैन भन्थ्यो। घाँसको लोभले गर्दा पनि धुप्पी चाहिँ रोप्थेन कहिले पनि।
धुप्पी यो कटुसहरू भन्ने चाहिँ रोप्थेन। तर त्यो एउटा रहेछ त्यो भनौँ मान्छेको विचार मात्र रहेछ। यो धुप्पीमा पनि पातला पातला गरेर रोपेको छ भने घाँस पलाउँछ। र अब त अहिले त त्यो जमाना पनि गयो कि अब गाई पालेर घर चलाउँछु भन्ने जमाना पनि गयो, छैन अब त्यो जमानाहरू। कसैले पनि आफ्नो जमिनहरू छ भने चाहिँ खाली नराख्नु होला, यसरी नै ढाकेर राख्नु होला, लगाउनु होला, रुख बिरुवा लगाउनु होला। त्यो सबै राम्रोकै लागि हुन्छ। त्यसमा साथसाथै हामी गर्मीबाट बाँच्न पनि सक्छौँ, पोल्युसनबाट बाँच्न पनि सक्छौँ है, वातावरण स्वच्छ पनि रहन्छ। हुन त हो हामी लगाउँछौँ यो के को लागि, अन्त बेच्नुकै लागि होइन, एउटा इन्सुरेन्स जस्तो हो यो चाहिँ, लगाइराख्नुपर्छ। घरको परिवारको फ्यामिली कसैले पनि चलाउन सक्छ यो चाहिँ। जिन्दगी चलाउनु त यता घुम्दा उता घुम्दा, यता काम गर्दा उता काम गर्दा पनि भइहाल्छ। तर यिनीहरू चाहिँ भविष्यको सेपहरू हो, भविष्यको सुरक्षाहरूको इन्सुरेन्स हो यो चाहिँ, ब्याङ्क ब्यालेन्स हो है भविष्यको। आफ्नो मात्रै होइन नि, यो नात पलात खलातको लागि पनि हुन्छ। यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र सबैलाई यो सिकाइराख्नुपर्ने जरुरी पनि छ कि आफूले मात्रै लगाएर होइन, छोरा नाति छोरी होइन, यिनीहरू सबैलाई नै अब यसरी लगाउँदै गर्नुपर्छ, रोप्दै गर्नुपर्छ, काट्नु पनि पर्छ। यो कुराको ज्ञान दिनु जरुरी छ। र अहिले पनि म त यही सालै पछि रुख रोपिबस्छु। तर अहिले चाहिँ म के गर्छु भन्दाखेरि महँगो महँगो दामको रुखहरू लाउने गर्छु है, जस्तै कटुस कौलोहरू भयो, यो लालीकौलोहरू भयो होइन, चाँपहरू भयो, यस्तो महँगो महँगो चिज नै लगाउने गर्छु। किनभने त्यो चिजहरू अब दिनदिनै हराउँदै गइसक्यो, पाउँदैन। बुक फलात कता कता अब देख्ने थाल्यो आजकल, पहिलाको जस्तो छैन, पाउँदैन। बुक फलाट त अलिक लेकमा हुने चिज हो, तर पनि अब यहाँनिर एउटा फलाट, दुईवटा फलाट छ मेरोमा यहाँनिर चाहिँ, यहाँनिर त्यो पहिलाको चाहिँ यत्रो भएको छ, यो गतिलो गतिलो भइसकेको छ। यहाँ माथि पनि छ, त्यो माथि पनि छ, 3-4वटा होला सायद। ठुल्ठुलोमा मसिनो त थुप्रै छ। मैले पनि त्यो अब यहाँ त पाउँदैन, त्यो समानदेखिको जङ्गलमा चाहिँ ट्रेकिङ जाँदाखेरि त्यो दाना झरेको हुन्छ, त्यो दाना ल्याउँछु र दाना ल्याएर चाहिँ अब पटमा लगाएर राख्दा पनि हुन्छ, पटमा लगाएर गमलामा लगाएर उम्रेर फेरि सार्दा पनि हुन्छ। त त्योभन्दा मलाई सबभन्दा सुविधा चाहिँ के लाग्यो भने यसरी दाना ल्याऊ, गेमेसिङमा भिजाइराख, त्यहाँदेखि यो पानी र गेमेसिङ लगाएर भिजाइराख, त्यहाँदेखि यसरी खन्यो, यसरी दाना लगाइराख, टक्कै बर्खामा यसरी पुरिराख होइन, यसरी पुरिराख। अनि त्यहाँबाट चाहिँ तपाईँलाई सजिलोको लागि चाहिँ पछि फेरि बर्खामा त यहाँ त घाँस पलाउँछ होइन, त्यसको लागि चाहिँ यसरी चाहिँ परेङहरू होस् या कुनै पनि चिज यसरी राखिदिनुहोस्, ताकि यो यत्र भएपछि देख्छ र त्यसलाई गोडगाड गर्नु सक्छ। 2 वर्षमा त 3 फिट जस्तो भइहाल्छ। यसरी रोपेको चाहिँ छिटो हुँदो रहेछ। आज दिन राम्रो छ, घमाइलो छ। यो चाहिँ 5 वर्ष मोटामोटी 6 वर्षमा लाग्यो लाग्दैछ यो कटुस चाहिँ। यो चाहिँ सानै छ,
छिटो बढ्छ हेर्नु नि यही पालिको हाँगा हेर्नु नयाँ हाँगा कति लामो गएछ यसरी यो आँख्ला 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 हुन्छ यसरी छिटो बढ्छ नि यो पनि पातले कटुछ हो कटुछ चाहिँ छिटो बढ्छ यो उतिसै हुँदैन है यो माटो अनुसारको मात्रै हो माटो जहाँ छ उयस हेर्दाखेरि चाहिँ हेर्नु अग्लो चाहिँ अग्लो छ तर जिउै लाग्दैन गोलाइ लाग्दैन यस्तो छ अग्लो चाहिँ छ अब चाहिँ घरतिर लागे बादल माथि आकाशमा बसिरहेको छ घरको छेउमा आइपुगे यो प्लान्टेसन चाहिँ 2016मा लगाएको थिएँ किप्रोमारियाको जापानिज किप्रोमारिया के हो कसको लागि बनाएको कसको लागि बनाएको कसको लागि बनाएको भन्दा मेरो लागि केटाले अन्त खै मेरो लागि चिया बनाइराखेको छ यहाँले हाम्रो केटा ठिक छ नि है घरमा बस्दा चियाहरू बनाइरहेको छ यति याद गर्छ कि है केटा गरममा है यस्तो गरममा पनि चिया खानु यस्तो गरममा पनि चिया खानु हेट गरम त है गरम त भन्नै नआउने हो है केटा बाउ केटाको पनि कत्रो ग्यासमा हालेको चिया ठिट यसको पनि लगाएको छ यहाँ मेरो पनि बनाइराखेको छ यसले घर याद गर्छ है